यो स्पेस वाक चाहिँ फोसुको भन्ने कम्पनीले बनाएको हो हैन। फोसुको भन्ने कम्पनीले 2021 को सुरुमा बनाउन सुरु गरेर सायद नोभेम्बरमा हुनसक्छ, नोभेम्बरमा चाहिँ कम्प्लिट गरेर फोसुको 53औं वार्षिकोत्सवमा चाहिँ यो फुवाङलाई चाहिँ गिफ्ट दिएको हो। र यसको हामीले हाइटको कुरा गर्ने हो भने चाहिँ यसको हाइट छ 25 मिटर हैन। त्यसपछि यसको लम्बाइको कुरा गर्ने हो भने यसको लम्बाइ 333 मिटर रहेको छ र यहाँ जति पनि स्टेप छ नि टोटल स्टेप चाहिँ यसको 717 स्टेप रहेको छ। र यो चाहिँ पुरै स्टेनलेस स्टिलले बनेको हो। पुरै चाहिँ नभनौँ लगभग कति पर्सेन्ट 90 भन्दा ओभरै होला स्टेनलेस स्टिलले बनेको हो। र यो बनाउनको लागि यो इन्जिनियर चाहिँ जर्मनको इन्जिनियरले बनाएको है। यो दुईजना नाम चाहिँ मलाई एक्ज्याक्ट याद भएन, म खोजेर हालिदिउँ ल। यो बनाउनको लागि एकदम थोरै मात्रै दायाँ बायाँ भयो भने पनि यो पुरै खलास हो क्या। त्यही भएर यो बनाउनको लागि पनि खतरा। यो हेर्नलाई चाहिँ रोलर कोस्टर जस्तो छ हैन, तर एक्ज्याक्ट रोलर कोस्टर होइन, यो हिँड्ने बाटो हो।